तपाईँ बिमा उठाउँदै हुनुहुन्छ, मायाले उठाइदिएको तपाईँको व्यापार होइन। मैले म कर्मचारी हो। संस्थाको कुरा गर्दैछु, कर्मचारी त तपाईँ हामी सबै गरौँ। तपाईँ मायाले उठाएको हो, तपाईँको व्यापार, तपाईँको जागिर, तपाईँको संस्था फलो गर्न उठाएको होइन। भरे एक्सिडेन्ट भएको तपाईँ अब रविको के हुने भयो त? रवि त स्पेसल भन्ने रविले खटाइ गरेको। रवि शुद्ध मान्छे थोरै हो। शुद्ध मान्छे कोही छैन, सब फटा सबभन्दा बिगाडेको देश भनेको माओवादी। माओवादी। एघारौँ माओवादी। तपाईँलाई यति बोल्ने अधिकार पनि माओवादी। बोल्ने अधिकार कुन कहाँ तपाईँ दुनियाँ बोल्ने अधिकार कहाँ छैन भन्नु? तपाईँ जन्मिनु भएको थिएन होला, हामी त त्यो राजा राजाको बारेमा बोल्न पाइन्थेन, अरूको बारेमा बोल्नु त राजाको बारेमा नबोले भइगयो त। किन व्यवस्थालाई बोल्न पाइँदैन? हामी त त्यो व्यवस्थालाई किन बोल्दैन? दिएको त्यो खान दिएको थियो, लाउन दिएको थियो, स्वच्छ दिएको थियो र खान लाउन दिएको थियो यार। यिनीहरूले पो पार्कामा कन्जाराबाट चाहिँ भाकरीमा डोकामा नुन बोकेर खानु पर्थ्यो। ठाउँको बजार बाजुराका मान्छेलाई यहाँबाट पिँधोबाट पानी चुन्जेर डोका नुन बोकेर जानु पर्थ्यो। गफ गर्नुहुन्छ। अहिले कसै नेताबारे